यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानधर्मस्य तदात्मानं सृजाम्यहम्। हे भरतवंशी अर्जुन, जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ त्यस बखत त्यस ठाउँमा मैले अवतार लिन्छु। अर्थ भगवान आफ्नो पहिलेकै स्वरूपमा प्रकट हुनुहुन्छ भन्ने हुन्छ। हुन त भगवान आफ्नो निश्चित कार्यक्रम अनुसार ब्रह्माको एक दिनमा पर्ने 7औं मनुका 28औं युग अन्तर्गतको द्वापर युगको अन्तमा प्रकट हुनुहुन्छ। तर पनि उहाँ यही नियमलाई पालन गर्न बाध्य हुनुहुन्न, किनभने उहाँ आफ्नो इच्छानुसार काम गर्न स्वतन्त्र हुनुहुन्छ। त्यसैले जहिले जहिले हिले धर्मको हानि र अधर्मको उन्नति हुन थाल्छ भगवान स्वेच्छाले प्रकट हुनुहुन्छ। धर्मको नियम वेदमा बताइएको छ। यदि ती नियमहरूको पालन गर्ने क्रममा कुनै कमी कमजोरी रहन गयो भने मानिस अधार्मिक हुन पुग्छ। श्रीमद्भागवतमा भनिए अनुसार यी नियमहरू भगवानकै नियम हुन्। भगवानले मात्रै कुनै धर्मको व्यवस्था गर्न सक्नुहुन्छ। वेद पनि खास गरी ब्रह्माजीका हृदयमा भगवानद्वारा बताइएको शास्त्र मानिन्छ। त्यसैले धर्मका नियमहरूलाई पनि भगवानको प्रत्यक्ष आदेश मानिन्छ। धर्म तु साक्षात् भगवत प्रणीतम। सम्पूर्ण भगवद् गीतामा धर्मका यिनै नियमहरूको स्पष्ट सङ्केत गरिएको छ। वेदहरूको उद्देश्य नै भगवानका आदेशको अधीनमा रहेर यस्तै नियमहरूको स्थापना गर्नु हो। भगवद् गीताको अन्तमा भगवानले स्पष्ट भन्नुभएको छ, धर्मको सर्वोच्च सिद्धान्त भन्नु नै भगवानको शरणागति हो, अरू केही होइन। वैदिक नियमहरू मानिसलाई पूर्णतया भगवानका शरणमा जानका लागि धकेलिरहन्छन्। जब जब असुरहरूद्वारा यी वैदिक सिद्धान्तमा व्यवधान पुर्याउने काम हुन्छ अनि भगवानले अवतार लिनुहुन्छ। श्रीमद्भागवत पुराणबाट हामी के चाल पाउँछौं भने भगवान बुद्ध कृष्णकै अवतार हो। उहाँको अवतार त्यस बखत भएको थियो जब भौतिकवाद अत्यन्त उग्र हुँदै गएको थियो र भौतिकवादीहरू वैदिक प्रमाणका आधारमा कपटाचरण गरिरहेका थिए। हुन त वेदहरूमा खास प्रयोजनका लागि पशुबलि गर्ने सम्बन्धी केही निश्चित विधिविधानहरू छन्, तर आसुरी स्वभावका मानिसहरू वैदिक विधिको पालना नगरिकन पशुबलिलाई मात्रै अपनाइरहेका थिए। यही हिंसक अनाचारलाई रोक्न र वैदिक अहिंसाको स्थापना गर्न गौतम बुद्धको अवतार भएको हो। भगवानका हरेक अवतारको कुनै न कुनै खास उद्देश्य हुने गर्दछ। ती सबैको वर्णन शास्त्रहरूमा गरिएको छ। केवल भारत भूमिमा मात्रै भगवानले अवतार लिनुहुन्छ भन्ने कुरा तथ्य होइन। उहाँ आफ्नै इच्छानुसार कुनै पनि बेला कुनै पनि ठाउँमा प्रकट हुन सक्नुहुन्छ। शास्त्रहरूद्वारा अनुमोदित नभएसम्म कसैलाई पनि अवतारका रूपमा स्वीकृति दिनु हुँदैन। जुन परिस्थितिमा रहेर मानिसले धर्मका विषयमा जति कुरा बुझ्न सक्छ त्यति मात्रै भगवानले आफ्ना हरेक अवतारमा भन्नुहुन्छ। तर भगवानका हरेक अवतारको उद्देश्य भने एउटै हुन्छ, त्यो हो मानिसलाई कृष्ण भावनाभावित बनाउनु, उनु र धार्मिक नियमहरूप्रति आज्ञाकारी बनाउनु। कहिले भगवान स्वयं आउनुहुन्छ, कहिले आफ्ना प्रामाणिक प्रतिनिधिहरूलाई पुत्र वा सेवकका रूपमा पठाउनुहुन्छ, त कहिले रूप परिवर्तन गरेर उहाँ आफै आउनुहुन्छ, प्रकट हुनुहुन्छ। अर्जुन संसारका अन्यान्य भागका साधारण मानिसहरूका तुलनामा बढी जागरूक भएका हुनाले भगवद्गीताको यो सिद्धान्त भगवानले खास गरी अर्जुनलाई भन्नुभएको थियो। तापनि यो विषय अर्जुनका लागि मात्र नभएर अर्जुन जस्ता अन्य महापुरुषका लागि पनि हो। 2 मा 2 जोड्दा 4 हुन्छ भन्ने गणितीय नियम प्राथमिक कक्षाका विद्यार्थीहरूका लागि जति सत्य छ त्यति नै सत्य उच्च कक्षाका विद्यार्थीहरूलाई पनि छ। तैपनि गणित कुनै माथिल्लो स्तरको र कुनै तल्लो स्तरको हुने गर्छ। भगवानले पनि प्रत्येक अवतारमा लगभग एकै किसिमको सिद्धान्तको शिक्षा दिनुहुन्छ, तर त्यो शिक्षा परिस्थिति अनुरूप कहिले माथिल्लो स्तरको र कहिले तल्ला स्तरको प्रतीत हुन्छ। समाज जीवनका 4 वर्ण र 4 आश्रमको स्वीकारसँगै धर्मको उच्चतर सिद्धान्त प्रारम्भ हुन्छ। यो कुरा पछि व्याख्या गरिनेछ। अवतारहरूको एउटै मात्र उद्देश्य सबैतिर कृष्ण भावना जगाइदिन हो, तर विभिन्न परिस्थिति अनुसार कहिले यस्तो चेतना प्रकट अवस्थामा हुन्छ त कहिले अप्रकट अवस्थामा।